जनावर नजिक आयो भने अलिक साइलेन्टमा अनि जस्तै अब कुन जनावरलाई कति नजिकबाट हेर्नुपर्ने कुन जनावरलाई कति टाढाबाट हेर्नुपर्ने हामीले डिसिसनहरू मेकअप गरेर हुन्छ अनि कुनै बेला हामी उभिन्छौँ कुनै बेला बस्छौँ त्यो बेला आफ्नो मोबाइल पर्स चाबीहरू झर्ला राम्रोसित राखिदिनु केही खानेकुरो खानुभयो भने गाडीभन्दा बाहिर फोहोरहरू नफालिदिनु है अनि जस्तै अरू गाडीहरू चाहिँ भेटाउँदाखेरि हल्ला नगरिदिनु होला हल्ला गर्न मिल्दैन जङ्गलभित्र चाहिँ अनि हाम्रो चाहिँ तपाईँको सफारी 25 किलोमिटरको सफारी हामीले चाहिँ सबभन्दा पहिला ग्रास लाइनतिर जान्छौँ ग्रास लाइन सिधेपछि वेट लाइन फर्केर आउँदा रिभर रेन्ट फरेस्ट हुँदै आउँछ हाम्रो यति बाटो चाहिँ थोरै बाटो चाहिँ 2 वे हुन्छ अरू बाटो सबै हाम्रो 1 वे हुन्छ यहाँ माथिबाट चाहिँ हाम्रो 1 वे हुन्छ यति चाहिँ हाम्रो 2 वे बाटोहरू हो अब एकदमै चाहिँ हामी गाडी उभिएर चाहिँ फोटो खिच्दाखेरि ध्यान गर्नु होला कोही बेलामा चाहिँ अब तपाईँ नबस्दै गाडी हिँड्नु सक्छ मैले अब बस्नु भने बस्दिनु होला है अनि आफ्नो सामानहरू अलि जतनसित राख्नु